ओके हेलो एभ्रिवान। उहाँ दाईको यहाँ हड्डी भाँचेको थियो। उहाँको यहाँ हड्डी भाँचेको आज 2 महिना भयो। 2 महिना भयो। यो नसा पनि च्यातेको थियो। हामीले उहाँको सर्जरी 2 महिना अगाडि गरेको थियौँ। आज चाहिँ हामीले वायर निकाल्यौँ। वायर निकालिसकेपछि हामीले ध्यान दिनुपर्ने कुरा के त भन्दाखेरि उहाँको यो हेर्नु सक्नुहुन्छ जाम भएको छ है, जाम भएको छ। औँलाहरू चलाउँदाखेरि अहिले दुख्छ किनभने प्लास्टर लगाएको हुन्छ। प्लास्टर लगाएपछि यो जाम भइदिन्छ। मान्छेको कन्सेप्ट के छ भन्दाखेरि वायर निकाल्ने बित्तिकै हात ठिक हुन्छ भन्ने कन्सेप्ट छ, तर त्यो गलत कन्सेप्ट हो। अब हामीले के गर्नु पर्यो? थेरापी गर्नु पर्यो। कुन थेरापी गर्नु पर्ने मैले यहाँ सिकाउन गइरहेको छु है त। यो बिस्तारै गर्ने है। एक सुरुमा गर्दाखेरि अलिकति दुख्न सक्छ ल। 1 2 3 4 5 बस। यसलाई बिस्तारै बढाउँदै लाने। 6 गर्ने, फेरि 7 गर्ने है। फेरि अर्को 1 2 3 4 5 अर्को 1 2 3 4 5 अर्को 1 2 3 4 5 अर्को 1 हरेक औँलालाई गर्ने 1 2 3 4 5। अब यो हातलाई समात्ने र यो गर्ने। 1 दुख्छ अलिकति, 2 3 4 5 तर बिस्तारै गर्नु पर्यो। बाबुले हेरिरहेछ हैन? 1 2 3 4 5। अब यसलाई गर्ने, यो पनि जाम हुन्छ सो यसलाई पनि गर्ने। 1 2 3 4 5। अब यो नमस्ते गर्न लगाउने मलाई। 1 2 3 4 5। यो खुल्दै जान्छ। आज अलिकति खुल्छ, भोलि अलिकति खुल्छ, पछि खुल्दै जान्छ ल। यो 1 फेरि यो राम्ररी गर्ने। पुरै जाम हुन्छ। भाँचेको यहाँ हो नि त, जाम हुन्छ। 1 2 3 4 5 1 2 3 4 5। क्रिक आवाज आइरहेछ नि, यो सबै जाम भएर आएको हो ल। अब यसलाई बिस्तारै भित्र पनि ठेल्ने। 1 2 3 4 5 यो गर्ने ल। अब यो चाहिँ मेन गर्नुपर्ने यसले हो। 1 2 3 4 5 उठाउने। 1 2 3 4 5 1 2 3 हरेक औँलाको हरेक भागलाई गर्नु पर्यो। यो 1 2 3 4 5 ल। अनि हातहरू यसरी चलाउनु। हस्, यो जेनरली चाहिँ फिजियोथेरापिस्टहरूले गर्नुपर्ने हो। तर अब उहाँको फाइनेन्सियल स्टेटस अलिकति खर्च लाग्ने भएको कारणले गर्दाखेरि मैले नै उहाँलाई सिकाइदिइरहेको छु। तर एक्चुअली चाहिँ फिजियोथेरापीको डक्टरलाई भेटेर थेरापी गरेको चाहिँ राम्रो हो एक्चुअली। किनभने आफूले गर्दाखेरि आफ्नो त्यति एफिसियन्ट हुँदैन रहेछ। फिजियोथेरापीको डक्टरलाई गएर गर्दाखेरि झन् राम्रो हुन्छ। हामीहरू भन्दा उहाँहरूलाई बेसी थाहा हुन्छ ल। थ्याङ्क यू।